भाइ भाइ नमस्कार। दुईटा हातले खोइ त नमस्कार। नमस्कार। मेरो दाजु मिलन राय के अरे हरहरा के अरे यो ठाउँको नाम हरकपुरको थापा चोकको दाइ होइन। यो गाउँलाई चाहिँ के भन्छ टोललाई? यो हरपुर भन्छ। हरकपुरै भन्छ। यता हाम्रो नाना फेरि एकदम हाम्रो चेली हो बिचरा दुःख पाएर। के नाम अरे नाना तपाईँको? केटर केटर मिना राई हो। मनमाया राई ए मेरो दिदीको ल मनमा राई। अनि हाम्रो के अरे नाम? मिलन राई। मनमाया र मिलन राईको घर आएको छु आज म। यसरी ल हेरौँ साथीहरू के गर्ने यस्तै छ जिन्दगी। अब गर्मी छ त आज होइन। लुगा लायो भने गर्मी हुन्छ। बरु यस्तै लायो। ल हेर्नुहोस् दाजुभाइहरू ल आउनु दाजु यता हामी काम गरेको पनि देखाउँ न। हामी यस्तो काम गरी खाने मान्छे हो होइन। हामी कुनै ठगेर फटा गरेर चोरेर खाने मान्छे होइन। कसैले यो गलत नसोच्नु होला भन्नु पर्यो नि त होइन। ल आउनुहोस् अब काम गरेर देखाइदिउँ नेपाली जनतालाई। ल 3 करोड जनतालाई यहाँ आउनु न। यता सर्ट लाउनु पर्दैन हौ सक्यो। अब अघि फोटो खिच्ने बेलामा चाहिँ लाएन आउनु। गर्मी हुँदैन लाउनु भयो भयो फेरि भयो त लाउनु नि भयो। यता टाक चाहिँ नलाउनु यता आउनु। पुरा सेक्युरिटी गार्डको छ त यो समाउनु म गन्दै हाल्छु। तपाईँलाई हिसाब राम्रो मिलाएर दिनु पर्यो नि। ल ठिक छ नि। हामी बोतल किन्ने मान्छे आइसक्यो। वार्ड नम्बर 3 बेलबारीबाट यहाँ आउनु न। यहाँ नआत्तिनु। मैले जहाँ बस्नु भनेपछि बस्नु नि। यहाँ गर्नुपर्छ क्या। ल समाउनु है राम्रो। ल ल दिदी पनि समाउनु हो। यहाँ सबैजना आउनु पर्यो नि। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 है 13 14 15 16 यो भिडियो लामो हुन्छ ल एकैछिन काटौँ ल। 48 48 ल 49 50 वाला झन्डै रहेछ। 50 जोडीको 100 वटा भयो। 100 वटा छ 100 रुपियाँ ड्याम्मै आयो बुझ्यौ। पहिला 8 आना गोटा दिएको थिएँ अब 1 रुपियाँ दिएको बुझ्यौ नि। अब अलिक धेरै आउँछ पैसा ल आज। मेरो मिलन दाईको घर है फेरि सबैले याद गर्नु होला हो क्या। अरूको होइन नि फेरि मेरो दाईको घर हो कि। अरू कसैले केही नगर्नु होला भन्न चाहन्छु। अब बोरा ल्याउनु नाना एकछिन नचलाउनु केही नचलाउनु। यो बोरा हटाउनु तपाईँको। म आफै हिसाब मिलाएर ठ्याक्क दिइहाल्छु ल। अब यहाँबाट फेरि 1 2 नाना र मैले गर्दैछु है। 3 4 5 6 7 8 9 10 11 नाना यहाँ हाँसिदिनु त एकवटा हाँसिदिनु त राम्रो छ नि। नाना हाँस्यो खुसी बोल्नु। मनमाया नाना हाम्रो कति गऱ्यौँ 11 गऱ्यौँ 12 13 14 15 16 17 18 19 20 ल यहाँ 2 छोडा छोडिदिनु 2 छोडा। ल अब हामी बन्दैछौँ है फेरि सुरु अर्को। ल अर्को बोरा हाल्ने हो। हाँस्नु त एकवटा। ल है हाम्रो मनमा दिदी हाँस्यो अब 22 22
दाजु 23 खै यो भरि बोक्यो त अर्को मेरो बोरा ल्याउँ त त्यहाँ छ फेरि होइन यो चाहिँ यो होइन यो तपाईँको खोइ छ अर्को तपाईँको कहाँ लाग्यो यो मेरै हो यो चाहिँ ल्याऊ दाजुको ल ल 1 2 3 कहाँ गएको 4 5 6 है 7 8 9 यो सबै फाल्नु भन्नु नचल्ने ल कता राख्यो एउटा बच्चा चाहिँ मेरो तपाईँको हिसाब निक्लिनु आँट्यो है अब दाजु ल यो 50 गुणा 100 रुपियाँको भयो होइन यो 25 जोडी 50 रुपियाँको हो 150 भयो बोरा 140 उहाँ ल्याउनु उहाँ बोरा छ एकैचोटि वहीँ हिसाब गरौँ ल ल 190 रुपियाँको भइसक्यो मेरो दाजुको ल ल सबै गरेर जम्मा जम्मी हाम्रो हिसाब 240 रुपियाँ भयो हुन्छ ल त्यो 240 रुपियाँ हाम्रो मिलन राई साम्पाङ राई दाइलाई दिँदैछु हुन्छ यहाँ हेर्नु होला है सबैजनाले ल ल ल हुन्छ ओके छ त अडिँदैन फेरि ल 240 रुपियाँ नाना यता आउनु या खुट्टाले छेल्यो क्या यता आउनु नि त्यहाँ आइल जेल तँलाई चिया किन्नु पऱ्यो नि चिया खान्छ ल 240 भनेको थियो 50 दिएँ ल 10 रुपियाँ बढी दिएको ल 250 दिएँ भयो अब नानालाई पनि दिनु अलिकति दिनु न ल यो लान्छ त्यसो भने लानु ल नानालाई पनि चुर खाने पैसा दिनु पर्यो यो त खास 20 रुपियाँ मात्रै बिक्छ तर नानालाई म 50 दिन्छु दाजु दियो है नाना दाजु भन्नुहुन्छ ल नानाको सबै मैले बेचिदिएँ किनिदिएँ अब हामी जाँदैछौँ बेलबारीतर्फ साथीहरू ओके बाई बाई थ्याङ्क यू